गुड मर्निङ साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। म चाहिँ आइसकेँ नयाँ भिडियोको साथमा। धेरै दिन पछि आएँ भन्नुपर्छ होइन। मेरो चाहिँ टाइटलबाट थापिसक्नु भएको छ होला के हो कस्तो हो भनेर। अहिले चाहिँ म त के गरौँ, मलाई केही पनि थाहा भइरहेको छैन। त्यही भएर केही न केही बनाउन त भनेर चाहिँ पुगेर होइन साथै एउटै कुरा गर्छु म। कस्तो अन्य अर्कै देखेको एकछिन है। त्यो क्यामेरा के भयो भने यसो हेर्दै थिएँ कि होइन। अब चाहिँ हामी यसो म चाहिँ छेउ लगाइरहेको थियो अनि के गरम भयो होइन। अनि यसो भिडियो बनाऊँ भनेर हो। अनि सब अफिस गइसक्नु भएको छ, खानासाना खाएर आफ्नो काम ल्याएर म चाहिँ उठेर पानीसानी खाएर 12 बजीदेखि चिया खान्छु भनेर बसेको छु कि। बिहानै उठ्नु बित्तिकै चिया नखाने, 12 बजीपछि चिया खाने भनेर होइन। अहिले टक्कै 12 भन्दा चिया बसालेको छु। अब हामी चिया खानुपर्छ। म चिया लिएर आउँछु है। म चाहिँ मेरो चाय लिएर आइसकेँ होइन। अब मैले चाहिँ होइन मेरो फेभरेट भनेको चाहिँ त्यो आँप होइन। आँपलाई दुध मिक्स गराएर कचौरामा राखेर अनि फ्रिजमा त्यो फ्रिज हुन दिने के। अनि त्यो खान यस्तो फेभरेट लाग्छ होइन। त्यो पनि बनाएर राखेको छु। अहिले भएपछि खानुपर्छ। अनि मेरो बेस्ट चाय अलिकति चिनी कम गर्दैछु, थोरै गरेर। अनि चिनी कम तर अलिक मेरो बल्के जस्तो छ। अब हामी चाहिँ भाइको या सीको रिजल्ट लिएर आउनुपर्ने हुन्छ होइन। त्यो लिन जानुपर्ने छ। अब चिया खाएर जानुपर्छ। अनि ब्रस गरिसकेको अवस्था छ। अब हामी मुख पनि धोछु, यसो नक्कल झक्कल पारेर जानुपर्छ। यस्तै हो। हिजो त यहाँ बसिरहेको छु है, पसिना आइरहेको छ। के गर्नु। अलि छिटो बोले होइन कि मलाई छिटो बोलेरै के अरे भन्ने सुने पाएँ क्या मैले सुन्न। त्यही भएर चाहिँ अब चाहिँ म सायद विकमा एउटा भिडियो मात्रै हालौँ कि सोचिरहेको छु होइन। हाल्दै नहाल्नु भन्दा विकमा एउटा भयो भने अहिलेलाई चाहिँ एउटा मात्रै हाल्नु पऱ्यो। अनि अब पछि पास भएपछि चाहिँ डेली हाल्नुपर्छ होइन। हजुरले लाइक सब्सक्राइब गरिदिनु होला नि। मलाई पनि चिया भन्ने चिज तातै पाउने बित्तिकै खाएर सक्नु जस्तो लाग्छ क्या है। मान्छेहरूले आरामलाई रिल्याक्सले खानु चाहन्छ नि त। तर मलाई त भयो। अब हामी एकछिनमा म रेडी हुन्छु अनि हामी जाने बेला बाटोमा है त। ओके छ त है त। यताउति केही गरिनँ होइन। मलाई त्यस्तो गर्न केही मन त पर्दैन। सन्सक्रिम लगाएँ, ओठमा लिप बाम लगाएँ। अब म जान्छु। कपाल यसो छोड्दा जस्तो गराएको, त्यही डल्लो पार्नु भनेर। राम्रो देखेन क्या हो। हु केयर्स। जस्ट वाओ। मेरो नथिङ माइन्ड नगर्नु होला। कति के भयो आउँदै भाइ। हामी एकछिन बसौँला।
दाँतमा प्रब्लम आयो जस्तो लागिरहेको मलाई। चिसो तातो धेरै खान मिल्दैन। मन त पर्छ, के गर्नु। एक दिन म्याङ्गो सेक बनाएर खानुपर्छ। यसमा कहाँ अलिअलि दुधको तरो हो भने चाहिँ झन् मिठो हुन्छ क्या। अलिअलि त छ। योभन्दा अघिल्लो वर्ष आँप 100 रुपियाँ केजी भएको थियो क्या होइन। मैले त्यति बेला 10-15 केजी त मैले खाएँ क्या। एकै ल्याउने खाने, फेरि ल्याउने खाने, 10-15 केजी त यसपालि धेरै खाइयो होइन। अब 2-3 केजी त खायो होला आँप। तर अब लन्ली फेल नहुने भनेको यही हो कि आफ्नै दुनियाँमा रमाउने, आफूलाई मनपर्ने चिज गर्ने, अर्काको कुरामा फरक नपर्ने टाइपको हुन्छ नि त। त्यसलाई भन्छ सक्दो गर्नु, आफ्नै दुनियाँमा खुसी हुने। हिजो अस्तिको भन्दा आज कहिले राम्रो भएको रहेछ। धेरै बेर पनि राख्यो। म घर थिएन नि त। घर भएको भए भयो कि खानु पर्यो भन्ने हुन्छ नि त। आफू नभएपछि रहिराख्यो त्यही। यसमा फेरि 2 थरी आँप छ। एउटा यो येल्लो कलरको छ, एउटा फेरि यहाँ माथि छ डार्कमा छ। यो चाहिँ हल्का होला। 2 थरी आँप। यो चाहिँ लोकल औषधि नहालेको गाउँको वाला आँप हो। म चाहिँ यो खान्छु आनन्दले। अब हामी एकछिनमा हटौँला। चाउचाउ चाहिँ रेडी भइसकेको छ होइन। मेरो चाहिँ चाउचाउ रेडी भइसकेको छ। म चाहिँ अचल करेन्टबाट चाहिँ साइड लागेर ब्ल्याक कलरको टुपिएम भन्नेमा लागेको छु होइन। अचल चाहिँ मलाई त्यो करेन्ट चाहिँ हल्का गनाउन थालेको कि, अनि त्यही भएर अनि एमा चाहिँ ट्याक्क मलाई चाहिँ टुपिएमको ब्ल्याकमा अनि एउटा चिजवाला मनपर्छ। अनि चाहिँ हल्का कागती चर्नी हो भनेपछि राम्रो हुन्छ। अलिकति बाहिर दिनु पऱ्यो। अनि अन्डा पनि छ। अन्डा यो खानु पऱ्यो। मोटाएर हात्ती गइसकेको छु। खाना चाहिँ छोड्नु हुन्न। अलिकति भाइला पनि दिनुपर्छ। तातो भयो। कति भाँडा दुखाइहाल्नु भनेर चाहिँ मैले यसमा चाहिँ आज केही हालेँ भने जस्तो एउटा मात्र चाउचाउ। अब भाइलाई थोरै दिनुपर्छ, धेरै दिनुहुन्न। धेरै छैन नि त हो। म धेरै आएँ, धेरै छैन, थोरै छ। एउटा मात्रै हो कि म धेरै खान्न। अचल आज चाहिँ यसो धेरै दिन भइसकेको थियो कि नखाएको। यसो खाइदिउँ न त भनेर हो अलिकति भाइलाई दिएँ। एउटा चाउचाउ त कति नै हुन्छ र हुन त। अब हामी चाहिँ खासमा चाहिँ अन्डा खाने भनेर हो नि हो। चाउचाउबाट अलिकति इन्ट्रेस्ट कम भए जस्तो भएको क्या।
आज अलिकति दिमाग शान्त त आएन, शान्त छैन, त्यही भएर चाहिँ यसो खाइदिनु पऱ्यो भनेर हो होइन। काँटा चम्चा पनि अझ चाउचा खानु छोड्यो नि त, चलाउनै आउनु। लङ टाइम धेरै गर्नु खाएको, धेरै हुँदा नि 1 हप्ता भयो भनौँ। भिडियो नहाले त धेरै हो, खानु त खाएको हो तर 1 हप्ता भयो होला नखाएको चाहिँ। बाटो छ उति नराम्रो त खियायो कराई। कागती हालेपछि यसको स्वाद अलि एक्स्ट्रा हुन्छ क्या। अब त यो पछि कहिले खान्छु थाहा छैन म। दिउँसो नि बत्ती बालेको क्या, बत्ती छैन। मजा आयो, धेरै पछि गएर नि होला। अझ फेरि 2 PM कालोमा फेरि झट्ट पाउँदै पाउन्न। कहाँ जानुपर्छ ल्याउन नि, मार्केटमा सर्टेज भएको हो कि के हो। मिठो नै निकै भयो। एउटा अन्डा ल्याएको थिएँ क्या, अन्डा नखाने भन्छ नि, एउटा खानु मन लागेर एउटा लिएर आएँ। बर्ड फ्लू लास्ट बढेछ नि त। अरूलाई 2टा चाउचा ल्याउनु दियो नि त, अहिले चाहिँ एउटा चाउचा एउटा अन्डा बोकेर आएको थियो। अहिले चाहिँ भिडियो खानु छ कति 2टी कति चाउचा खानु हुन्छ। प्राइज घट्ने होइन, जति गरे नि यस्तै हो जिन्दगानी, के गर्नु। तर मलाई के लाग्छ भने चाहिँ आफूलाई खानु मन लागेको कुरा, गर्नु मन लागेको कुरा गरिहाल्नुपर्छ जस्तो लाग्छ क्या होइन। मोटाएर यस्तो हात्तिरहेको छु तर पनि आफ्नै दुनियाँमा रमाउनुपर्छ क्या। हुन त हो सबले आफ्नो बारेमा सोच्ने हो खासमा चाहिँ। ल यस्तै थियो मेरो आजको खाना खाँदा भनेको यो। अब के खाइदिएन, अब यसो पढ्नुपर्छ जस्तो लाग्छ क्या। र पढ्नु भन्नु जानु त्यो बाबुको स्कुल गएर आएको लास्ट सबै खाँदा। अब हामी एकछिनमा भेटौँला कि कस्तो होला खाने यस्तो गर्दा। अरू त के छ र, अब केही छैन, अब सुत्ने हो। आज खाइनु अब यति हो खाना भनेको, म साँझ केही खाँदिनँ। 3:30 भएछ होइन, अब साँझ केही खाँदिनँ आउँदैन। अनि आज गेम त्यस्तो के गेम छ पनि हेर्नु पनि जस्तो गेम छैन। जर्मन पनि निस्किहालेछ, अनि नेदरल्यान्ड पनि निस्किसकेछ। हुन्छ ब्राजिलले बल्ल बल्ल जित्यो, टक्कर चाहिँ दिएको हो जापानले। तर भनेमा खतरा खेल्यो। अब फर्स्ट हाफमा चाहिँ खतरा खेलेको थियो, सेकेन्ड हाफमा फेरि ब्राजिल चाहिँ खतरा भएर निस्क्यो क्या। कस्तै खेल्यो। म त सुत्छु भने सुत्न लाग्थेँ होइन, मनले मानेन नि गेम हेरेको क्या। म त हार्यो अब ब्राजिल भन्ने थिएँ। लास्टमा खेलेको जर्मन भन्छु कि के भन्छु कि जापान थिएँ यार, जापान है, जापान ब्राजिल र जापान। अब अर्जेन्टिनाको कहिले चाहिँ कुनै गेम सेमिफाइनलमा गयो भने उता ठुलो टिममा गएर हेर्नु पर्ला भने बानिसतिर गएर हेरेर। पछि भेटौँ ल, कति खाएको हेर्नुहुन्छ।